नमस्कार, जय गोर्खा। हाम्रो नेपालीमा एउटा कहावत छ कि कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि भाग्ने भनेर। हाम्रा सिधा साधा जनताहरू पनि यस्तै छ। यदि समाजमा कोही प्रभावशाली व्यक्तिले कुनै कुरो भन्यो भने त्यो कुरोलाई छानबिन नगरी उनले भनेको कुरोलाई मानेर चल्ने गर्दछ। र हाम्रा गाउँ बस्तीका सिधा साधा जनताहरू राजनीति, कानुन र संविधानको बारेमा बुझ्ने फुर्सदै कहाँ छ र? कतिजनाले भन्दछ कि गोर्खाल्यान्ड हुनै सक्दैन, कसैले भन्छ गोर्खाल्यान्ड त नफल्ने वनतरुल जस्तै हो भनेर भन्छ। र हिजोअस्ति मात्रै सुन्दै थिएँ, एउटा नेताले भन्दै थियो कि गोर्खाल्यान्डलाई चलाउनु त ट्रेनिङ पो लिएर आउनुपर्छ त भनेर भन्दै थियो बिचरा। यो सबै लामो समयसम्मको यो सङ्घर्ष, फ्रस्ट्रेसन र यो अज्ञानताको कारणले यो भएको हो। र मैले यो कुरोहरूलाई मध्यनजर गरेर हाम्रो गोर्खा जनजातिको लागि राजनीति, कानुन र संविधानलाई समेटेर हाम्रो गोर्खाल्यान्डको माग के हो भनेर बुझाउनको लागि मैले भिडियो बनाएको छु र 3वटा भिडियो मैले फेसबुक पेजमा अपलोड पनि गरिसकेको छु। र पहिलो भिडियोमा मैले भनेको छु कि गोर्खाल्यान्ड नहुनुको कारण के हो, र दोस्रो र तेस्रोमा भारतमा नयाँ राज्य कसरी गठन हुँदछ यसको प्रक्रियाको बारेमा मैले बताएको छु। यदि तपाईँले त्यो भिडियोलाई हेर्नुभएको छ भने अवश्य पनि हेर्नुहोस्। म यो भिडियोको कमेन्ट बक्समा म आफ्नो फेसबुक पेजको लिङ्कलाई राखिदिनेछु। तपाईँले क्लिक गरेर हेर्नुहोस् र बुझ्नुहोस् र सारा हाम्रो गोर्खा जनताहरूको बिचमा पुर्याउनुहोस् र सबैले बुझ्नु जरुरी छ। र यो भिडियोले स्पष्ट रूपमा प्रक्रियाहरूको बारेमा बताइदिएको छ। र मैले यो पनि भनेको थिएँ र आउनेवाला भिडियोमा म प्रजातन्त्रमा नागरिकको अधिकार अथवा हक के हो यो बारेमा म तपाईँलाई बताउने छु भनेर भनेको थिएँ। र आजको भिडियो चाहिँ यही बारेमा छ कि प्रजातन्त्रमा नागरिकको अधिकार के हो। यो पनि टपिक हेर्दाखेरि बहुत इम्पोर्टेन्ट छ। यसलाई पनि ध्यान दिएर सुन्नुहोस्। र भारतको नागरिकहरूलाई भारतीय संविधान अनुसार कन्स्टिट्युसन अफ इन्डियाले एउटा अधिकार दिएको छ। मतलब अभिव्यक्तिको आजादी, फ्रिडम अफ स्पिच, मतलब आफ्नो मागहरू राख्न सक्छ, विचारहरू राख्न सक्छ। हामी त्यसमा डराउनु पर्ने कुनै पनि कुरा छैन, डराउनु हुँदैन। र शान्तिपूर्वक प्रदर्शन वा सभाहरू गर्न सक्दछ। र सरकारलाई ज्ञापन पत्र बुझाएर हामी आफ्नो मागलाई राख्न सक्दछौँ। र ज्ञापन पत्र भन्नाले पहिलो भिडियोमा पनि बताइदिएको छु, हामीले एउटा ब्लु प्रिन्ट तयार गर्नुपर्छ। ब्लु प्रिन्ट एउटा खाका तयार गरेर हामी केन्द्रलाई बुझाउनु पर्ने छ। अघिल्लो भिडियोमा मैले यसबारेमा स्पष्ट बताइदिएको छु। र यही आधारमा कुनै पनि नयाँ राज्यको मागलाई अगाडि बढ्दछ। हाम्रो गोर्खाल्यान्डको माग पनि यसै आधारमा हुनुपर्दछ। हाम्रो गोर्खाल्यान्ड माग पनि यसै आधारमा हुनुपर्ने छ। र हाम्रो मान्छेहरूको मनमा होला कि नयाँ राज्य बन्न सकिन्छ त भनेर सायद मनमा होला, कसैले प्रश्न गर्दै होला। नयाँ राज्य बनाउन सकिन्छ। संसदलाई यो अधिकार दिएको छ। संविधान अनुच्छेद 3ले, आर्टिकल 3ले यो अधिकार दिएको छ। र आर्टिकल 3मा के छ त भन्दाखेरि नयाँ राज्य गठन गर्न सकिन्छ, बनाउन सकिन्छ। कुनै पनि नयाँ राज्यको सिमाना बदल्न सक्छ र राज्यको पुनर्गठन गर्न सक्छ। यो अधिकार आर्टिकल 3ले दिएको छ। र हामीले प्रक्रिया पुरा गर्यौँ भने संसदले कानुन पास गर्दछ र हाम्रो गोर्खाल्यान्ड पनि पास हुँदछ। र अब गोर्खाल्यान्डको माग कसरी गर्ने त, कसरी राख्ने त भन्दाखेरि मैले यो अघिल्लो भिडियोमा प्रष्ट रूपमा बताइदिएको छु। र अघिल्लो भिडियोमा मैले बताएको छु गोर्खाल्यान्ड माग कसरी गर्ने त भनेर। र हामीले चाहिँ लोकतान्त्रिक र कानुनी प्रक्रिया अपनाएर नै हाम्रो मागलाई अगाडि बढाउनुपर्छ। हत्या हिंसा गरेर, डराएर धम्काएर होइन। र शान्तिपूर्ण र्याली गरेर, धर्नाहरू गरेर, ज्ञापन पत्र बुझाएर, ब्लु प्रिन्ट हामीले बुझाएर, र जनसभा अथवा जनजागरुकता अभियान चलाएर, अरू चुनावको माध्यमद्वारा समर्थन प्राप्त गरेर, यदि कुनै कानुनी अधिकारको प्रश्न भए अदालतमा गएर हामी सोध्न सक्दछौँ। यो हामीलाई संविधानले दिएको हामीलाई आजादी हो। र हाम्रो कतिजनाले सोचेको होला हामी हिंसा गरेर अथवा हामी जबरजस्ती गरेर गोर्खाल्यान्ड लिन्छौँ भनेर कतिजनाले सोचेको पनि होला र बोल्दै पनि होला। तर त्यो गलत हो। लोकतन्त्रमा कुनै पनि माग गर्दा हिंसा गर्नु हुँदैन। हामीले सार्वजनिक सम्पत्तिको नोक्सान गर्नु हुँदैन र कसैलाई डराएर धम्काएर कानुन हातमा लिनु हुँदैन। यदि हामीले कसैलाई डराउने, धम्काउने गर्यो भने कानुनी कारबाही पनि हुन सक्छ। र
तपाईँहरूमध्येमा कसैलाई यो पनि प्रश्न होला के सोचिरहनु भएको होला के भारतमा पहिला पनि नयाँ राज्य गठन भएको थियो त भनेर सोच्नु भएको होला। यो त सबैलाई थाहा छ, नयाँ राज्य गठन भएको थियो। जस्तै मध्य प्रदेश छुटेर छत्तिसगढ बनेको थियो र यूपी उत्तर प्रदेश छुटेर उत्तराखण्ड बनेको थियो। यो 2000 को कुरा हो, यो 2000 कै कुरा हो। र बिहार छुटेर झारखण्ड बनेको थियो 2000 मै हो। र आन्ध्र प्रदेश छुटेर तेलङ्गाना बनेको थियो, यो 2014 को कुरा हो। यो सब राज्य संवैधानिक प्रक्रियाद्वारा नै बनेको थियो। र संवैधानिक प्रक्रिया के हो मेरो भिडियोमा हेर्नुहोस्, मैले स्पष्ट रूपमा भिडियोमा बताइदिएको छु प्रक्रियाको बारेमा र बुझ्नुहोस्। र फेरि पनि भन्दछु, म यो भिडियोको कमेन्ट बक्समा मेरो फेसबुक पेजको लिङ्कलाई मैले राखिदिएको छु। त्यसलाई क्लिक गरेर हेर्नुहोस् र बुझ्नुहोस् र सम्झिनुहोस् र प्रत्येक हाम्रो गोर्खा जातिले, हाम्रो नेपाली भाषीले बुझ्नुपर्ने कुराहरू मैले प्रष्ट रूपमा बताइदिएको छु। र हेर्नुहोस् र सेयर गर्नुहोस्। र यदि तपाईँको मनमा कुनै प्रकारको जिज्ञासा भए, कुनै प्रश्न भए कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्, म अवश्य तपाईँलाई फिडब्याक दिनेछु। र गोर्खाल्यान्ड सम्बन्धी अधिक महत्त्वपूर्ण जानकारीको लागि मेरो फेसबुक पेजलाई फलो गर्नुहोस् र तपाईँले धेरै त्यहाँबाट आइडियाहरू पाउनुहुन्छ, धेरै महत्त्वपूर्ण बातहरू जान्न सक्नुहुन्छ। थ्याङ्क यू। जय गोर्खा।